डिभिजन वन कार्यालय अर्घाखाँचीले चितुवाका 4वटा बच्चालाई नियन्त्रणमा लिएको छ। सन्धिखर्क नगरपालिका वडा नम्बर 9 अर्घा सक्रेटीबाट हिजो बेलुका 5 बजेतिर ती चितुवाका बच्चालाई स्थानीयले देखेपछि जिल्ला डिभिजन वन कार्यालय अर्घाखाँचीमा खबर गरेका थिए। सोही अनुसार डिभिजन वन कार्यालय अर्घाखाँची अन्तर्गत पाणिनी सब डिभिजनका प्रमुख दीपक पाण्डे लगायतको टोलीले ती चितुवाका बच्चालाई डिभिजन वन कार्यालयमा ल्याएर राखेको छ।